नमस्ते। यो भिडियोमा हामी IS 6313 स्ट्यान्डर्ड अनुसार धमिराको उपचार कसरी गरिन्छ भन्ने जानकारी दिँदैछौँ। कोठाको चारैतिर भित्ताको कुनाबाट 1 फिट दूरीमा भुइँमा 1-1 फिट गहिरो प्वाल बनाइन्छ। यहाँ कोठाको चारैतिर ड्रिल गरेर प्वाल बनाउने काम सम्पन्न भइसकेको छ। उक्त प्वालहरूमा 1.5 लिटरको दरले पानी मिसाएको एन्टी टर्माइट केमिकल इन्जेक्ट गरिन्छ। केमिकल हाल्ने काम सकिएपछि उक्त प्वालहरू व्हाइट सिमेन्टले सिल गरिन्छ। झ्याल तथा ढोकाको फ्रेम र भित्ताको जक्सनमा 6 मिलिमिटर बिट प्रयोग गरी ड्रिलिङ प्रक्रिया गरिन्छ। उक्त प्वालहरूमा पनि 5-6 पटक एन्टी टर्माइट केमिकल हालेर पछि व्हाइट सिमेन्टले सिल गरिन्छ। यिनै प्रक्रियाहरूलाई घरभित्रका अन्य कोठा, भर्याङ क्षेत्र, बाथरुम आदिमा पनि गरिन्छ। अब बाहिरी क्षेत्रको उपचारका लागि चारै कुनामा ड्रिल गरेर 1.5 लिटरको दरले केमिकल इन्जेक्ट गरिन्छ। उपचारपछि घरको आधार क्षेत्रमा रासायनिक बाधा तयार हुन्छ, जसले तलबाट आउने धमिरालाई नष्ट गर्छ। यदि तपाईको घरमा पनि धमिराको समस्या छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामी हजुरको घरको निशुल्क इन्स्पेक्सन गर्नेछौँ र लागत लगायत सबै कुराको जानकारी दिनेछौँ।